ल हेलो गाइज वेलकम ब्याक हाम्रो भिडियोमा। आज चाहिँ हामी आफ्नो टोलको बिहाको दौरा काट्न आइरहेको छु हैन। पुष्पा फिल्म जस्तो पुरा दाइले यहाँ रक्त चन्दन काट्नको लागि पुरा धार लगाइरहेको छ हैन। हामीलाई रक्त चन्दन काट्नको लागि यहाँ तस्कर भइरहेछ। हाम्रो यता हुनुहुन्छ कमल गाउँले हैन। अब यता भइरहेछ यो धार लगाइरहेछ नि यता हैन। अब यतातिर हाम्रो दादा हुन् फेरि कमल गाउँले गाई जात्रावाला 2082 साल यता कार्य भइरहेछ। उतातिर हाम्रो साथी हुनुहुन्छ हैन। ल हाम्रो दीपक सन यता हाम्रो टोलको अङ्कल दाइहरू यता यिनकै छोरीको बिहा हैन हामीले बनाउँदैछु। ल टक्क रमाइलो यो यस्तो जङ्गलमा छु हामी। दोस्तों मैन वर्सेस वर्ल्ड में आपका स्वागत है फिर से नया एपिसोड में वाला टाइप के गुरु के हो त्यो भन्या हो नि दाजु खाएर काम हुँदैन त म भन्दै हो यो दर भा गुरु फोटो हालिदियो हालिदियो भन्नु हजुर हजुर यसलाई ठोक्दा ल हाम्रो दाइमा हल्का वजन ज्यादा भयो अरे त्यही भएर यहाँ उभिया छन् होइन। त्यहाँ आरी पनि अड्किरहेछ। अरे हाम्रो दाइ चाहिँ यहाँ बाबु लोहार हुनुहुँदैछ। बाबु लोहार पुरा धार लगाउनु लाग्छ होइन। पुरा त्यो अक्षय कुमारको त्यो के हो जानवर मुभी जस्तै तुझको ना देखूं तो जी घबराता है देख के तुझको दिल को मेरा चैन आता है टाइपको के। हामीले यस्तो यहाँ हामीले यो खानाको लागि पनि यस्तो यहाँ ब्यागमा हामीले भरेर राखिसकेका छु। म्यान भर्सेस वाइल्डमा हामीले यो जङ्गलमा सर्भाइभ गर्नुपर्ने छ। यहाँ कपडा सपडा खोलेर सबै यहाँ दादा मस्त यहाँ सबैजना हुनुहुन्छ हाम्रो हैन गाउँ समाजको। यहाँ बिहाको उसमा हामी चाहिँ दौरा फाड्न आएको छु। टोलमा जोस् 4वटा बिहा छ नि यो साल हाम्रो कति बिहा र 4 हो कि 5वटा बिहा 3वटा बिहा जोस् अहिलेसम्म थाहा भएको 3वटा छ। कहाँ खिच्यो चाहिँ यहाँ यहाँ हाम्रो टोलको दादाको पुरा खतरा इन्ट्री त्यही भएर त्यो सही काट्दिने हो काटेपछि इलाका उनका कानुनी काट डालेगा। यता हाम्रो निराई पनि आइसक्यो ब्लग बनाउनु लाग्छ त हेर अस्ति 40 स्कुलको जस्तै अब आफ्नो गाउँ समाजको यस्तो ल गरिरहेछ नि यहाँ मेहनत सब मेहनत छ हाम्रो टोलको। अंकल तपाईलाई के भन्न मन छ केही त भन। के साइलेन्ट निशब्द छु होला के त भन भने त म केलाई नेमाल्न थियौँ अलग निकाल्ने हो। हाम्रो हुनुहुन्छ अक्षयजी हाम्रो नाथ अंकल रिटायर भरत दाएर मेरो क्याब कहिले जिन्दगीमा नछुट्ने भयो यार टाउकोमा। म पनि क्याब दाइ पनि क्याबवाला द क्याब गाई। इधर फिल्म शूटिंग हो रही है। चन्दन कटाइ छ यहाँ चन्दन कटाइ पुष्पा मुभीको पुरा सिनेमेटिक सट लिइरहेको थिएँ म यहाँ। अब सिने यहाँ करोडपति भयो नि त अब यहाँ सिधै बल्ल बल्ल हात परेको माल करोडौँको माल यो घना जङ्गलमा जवान बस्तीमा जानवरको यहाँ बाघ पनि यो जङ्गलमा बाघ पनि छैन। त्यो अब हामी भनिहालौँ हाम्रो यो जङ्गलमा बाघ पनि छ। अब हाम्रो यो जङ्गल कहाँ हो के हो भन्नेपछि होइन धनगढी उपमहानगरपालिका वडा नम्बर 6 मा हामी यो जङ्गल पर्छ। यो जङ्गल चाहिँ करिबन कति बिघा होला दादा यो जङ्गल भन्छ त हजुर?
388 हेक्टर 388 हेक्टरमा चाहिँ यो जङ्गल परेको छ। अनि यो जङ्गलभन्दा उतातिर चाहिँ हाम्रो चौमला यतातिर पर्छ होइन। अब त्यो भन्छ नि धनचौरी सन्चौरी पर्छ। अब हाम्रो यो चाहिँ अब यो चाहिँ यो 388 हेक्टरमा छ। अस्ति बाघ साग आयो भन्ने पनि कुरा थाहा भयो होइन दादा? यहाँ बाघको बच्चा त्यस्तो चाहिँ छ हाम्रो यो जङ्गलमा। तर पनि हामी जोखिमपूर्ण चाहिँ अब बिहाको लागि हुने दौरा काट्न आएको छु। अब हेरौँ के हुन्छ, लेट्स सी। तर माइन भर्सेस वाइल्ड जस्तो यहाँ भइरहेछ। तर हामी डराएको छैन है बाघदेखि। हाम्रो यहाँ दादा हुनुहुन्छ पदङको डाँडा बाघको बाघ हिक्मत सिंह दाई हुनुहुन्छ हाम्रो टोलको। ल अब उतातिर हाम्रो एउटा आर्मी हुनुहुन्छ हाम्रो टोलको अङ्कल होइन। उहाँ के गर्दैछन्, एउटा आर्मी एउटा पुलिस त्यहाँ यस्तरी एक्लै लागिरहेछन्। म चाहिँ भिडियो बनाउँदैछु थुक्क मलाई भन्ने कि यहाँ देख्न सक्नुहुन्छ तपाईँहरूले काटकुट गरिरहेछन् दुईजना मिलेर होइन। त माथि यस्तो हाँगा अड्किया छ, यो देख्न सक्नुहुन्छ तपाईँहरूले। हेलो गाइस, नमस्ते एन्ड वेलकम ब्याक। टुडे आई एम गोइङ टु थाइल्यान्ड। त्यस्तो टाइपको हुँदैन क्या मेरो ब्लगमा। मेरो ब्लगमा भनेको गाउँ समाजमा के भइरहेछ, आफूमा गरिरहेको काम कुरोहरू यस्तो हुन्छ नि, गाउँको लोकलपना हुन्छ नि, र भिडियो देखाउने क्या मैले, र आफ्नो गाउँ समाजमा के भइरहेछ भनेर। त हाम्रो अङ्कल आउनु हुनुहुन्छ खकराज भट्टजी। अब अङ्कल पनि जुसिसके। आजभोलिको युवाहरू जिन्जी भन्छ नि, जिन्जी भनेको अब नराम्रो काम गर्नुको लागि मात्र जिन्जी होइन कि, राम्रो कामको लागि पनि जिन्जी हो। तर आजभोलिको जिन्जी भन्दा पनि यहाँ अल्फा बिटा भन्छ नि, अब एबभ 50+ यस्तो जोसिलो देखिरहेको छु मैले। तर हामी जिन्जीहरू त्यति जोसिलो छैन क्या। पहिलाको अर्ग्यानिक चिज खाएर यस्तो हुन्छ नि, त्यस्तो छन् कि आजभोलि। हाम्रो टोलको यहाँ सुल्तान दाईको इन्ट्री हुँदैछ। दाई के भन्नु त तपाईँ? आइजा बाजा लैजा काल बाचा त्यहाँ मन छैन होला भन्नु त दाई। के डाइलेक्ट साइलेक्ट यार जिनेगा सिर्फ 4 दिन बाद तो बिखार दिन अरू 4 दिन दिइसक्यो 4 दिन दिइसक्यो। अब बेकार दिन दाइलाई यहीँ क्लास गरिदिउँ कि अब 4 दिन बाँच्यो। फटाफट एक्सरसाइज हैन अनि गरौँ अझ पनि माघसम्म आधा घन्टा बाँच्नु लड्ने हिम्मत छ मसँग यार। ल अब मैले पनि आरा चलाउने टाइम आइसक्यो गाइज होइन। अब यो भिडियो बन्छ बन्दैन होइन। अब मैले चाहिँ यो भिडियो ब्लगलाई इन्डिङ गर्नुपर्ने बेला हुन्छ। मैले पनि तार्नु पऱ्यो होइन। खालि भिडियो मात्र बनायो काम गरेन भन्ने हुन्छ। अब लेट्स अब हामी पनि यहाँ गर्दै जाँदैछु काम। ल ल नेक्स्ट भिडियोमा भेटौँ ल। तबसम्मको लागि भाइ ल। ओके ओके।